गाइस आज चाहिँ म जापानको ओसाकाको नाम्बा भन्ने ठाउँमा छु हैन। यहाँ चाहिँ ल हेर्नुहोस् यति धेरै भिड छ कि मान्छेहरूको हैन। ल पुरै अब यहाँ बाटोमा मेकअप गरेर पनि बसिरहन्। मेकअप पनि गर्न पाइयो जताततै हैन। हेर्नुहोस् घुम्नको लागि चाहिँ एकदम ठिक ठाउँ छ, आउनु होला। अरू त के भन्ने, यहाँ खाएर कोही यत्तिकै सुतिरहेछन् गाइस। यसरी सुत्न पनि पाइन्छ, बाटोमा गफ गर्न नि पाइन्छ। ल हेर्नुहोस् जापानिजहरू ल हेर्नु त कति रमाइलो छ। घुम्यो हिँड्यो खायो आनन्दले यहाँ बस्यो। ल यो चाहिँ जापानिज यिनीहरू उनीहरू डेटिङ पनि बसिरहन्, फोटोसोटो खिच्न नि पाइयो होइन। आनन्द छ, मस्त छ। त्यही भएर जापान चाहिँ आउनै पर्छ एकचोटि होइन। सबैजना यसो घुम्नै पर्छ है। यतिको मजा र यतिको रमाइलो त आजसम्म मैले त देखा पनि थिएन। ल हेर्नुहोस् नाम्बा यही हो। ल सबैजना घुम्न आउनु होला।